तो सो हेलो गाइस, वेलकम ब्याक टु माई च्यानल लाइफ संसारमा हुनुहुन्छ म संसारमा छु। आज चाहिँ म घाँस लिन जाँदैछु कि होइन। अब घाँस लिन जानु पर्यो अनि घरतिर धेरै भैँसी बाख्रा छन् अनि त्यस्तै हुन्छ, घाँस लिन जानु पर्यो भनेर म चाहिँ हिँडिरहेको छु होइन। अनि यो चाहिँ सल्युट है तपाईँहरूलाई होइन। अब म घाँस लिन जाँदैछु। उता आमाले घाँस काटेर राखिदिनु भएको छ, त्यही घाँस लिन जाँदैछु। अनि हेरौँ के हुन्छ। उहाँ तलतिर हेर्नुहोस्, तोरी हाम्रो बाटो यस्तो छ होइन। अनि हिँड्दैछु म बाटो, अनि जानु पऱ्यो नि। अनि म अब क्यामेरा फर घाँस लिन जान्छु। म गाइस फाइनली घाँस पनि लिएर आइसकेँ। अब घाँसमाथि यो खरातिर लगेर छोडिदिन्छु अनि खरा लगेर छोडिदिन्छु एकछिन। अनि त्यस्तै छ, बाटो पनि अप्ठ्यारो छ। घाँसले किम्लाले टोकेर हैरान पार्यो मलाई चाहिँ होइन। अनि किम्लाले टोक्यो अनि म चाहिँ बल्ल 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 घाँस लिएर आएँ। घाँसको भारी पनि बाङ्गो भारी छ। किम्ला कस्तो किम्लाले मलाई त डह्रो टोक्यो। त्यही भएर अहिले त होइन हेर्दै जानुहोस्, यहाँ कुरो पनि कस्तो बाटा पऱ्यो, कुरै कुरो। अनि म चाहिँ हिँड्दैछु अनि माथि आकाश पनि साफ छ। घाम पनि कति गर्मी हो, यस्तो गर्मी हो। मलाई चाहिँ हेर्नु किम्लाले टोकेर यस्तो गरिदिइसक्यो होइन। होइन किम्लाले टोक्यो अनि हेर्ने टोकिहाल्यो। अनि म चाहिँ जाँदैछु माथि। अब हेर्नु यो घाँसको टुप्पो आएछ। आहा फेरि यता किन आएको पनि क्यामेरा उल्टो भएछ। हेर्नु किम्लो पनि हेर्न सक्नुहुन्छ कि छुल्टो भयो। अनि घाम पनि डह्रो घाम लाग्यो। अनि क्यारम भन्नुहोस् त, अनि डह्रो घाम लाग्यो। अनि अब म यस्तै छ। अनि यो भिडियो हेरिदिनु थ्याङ्क यू। अझै हेर्दै गर्नु होला, लाइक एन्ड सब्सक्राइब गर्नु होला। अनि हुन्छ राम्ररी गर्नुलाई लाइक एन्ड सब्सक्राइब अब डेली भ्लग आउँछ, डेली आउँछ होइन। अनि हेर्दै जानुहोस्। अनि यस्तो भाइ पनि बाङ्गो आएर हो कि रिस उठेर कस्तो रिस उठेको। अनि रिस त उठ्छ नि। अनि कस्तो घाम भयो यहाँ बाहिर नोइज छ कि बाहिर बाख्रा कराएको छन्, के गराएको छन्, बाख्रा कराएको छन्, मान्छे कराएको छन्, के गराएको छन्। अनि यस्तै छ। अब भिडियो पनि यतितिर एन्ड गर्न चाहन्छु। थ्याङ्क यू फर वाचिङ दिस भिडियो। डोन्ट फर्गेट लाइक एन्ड सब्सक्राइब भन्दै आजको भिडियोलाई बाई।